गाइस यो जति पनि बोल्लो तपाईले देख्दैछ नि यो चाहिँ हामीले रोड छेउबाट चाहिँ क्यारिङ गर्नुपर्छ हैन। यो चाहिँ रोड हो, तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ रोड हो हैन। यो बलुवा चाहिँ हामीले उ माथिसम्म चाहिँ डोकोमा भरि भरि हालेर चाहिँ पुगाउनु पर्छ। यो चाहिँ हाम्रो ड्युटी आजको हो। यो चाहिँ हाम्रो आजको ड्युटी हो। कति मान्छेले भन्छ नि ए डोको बोक्दै रहेछ भन्छ नि, तर त्यस्तो हैन नि गाइस। डोको बोकेर भए पनि हामीले जे बोकेर भए पनि हैन, हामीलाई त आफ्नो फ्यामिली हेर्नु छ हैन। हामी दुनियासँग चाहिँ मतलब राख्दैन हो, सिधै कुरो। रोड यही छ हो, हामीलाई चाहिँ कसैको मतलब छैन, सिधै कुरो हैन। हामीले चाहिँ यहाँबाट डोकोमा बोकेर चाहिँ फुल डोको बोकेर चाहिँ ऊ माथिसम्म पुगाउने हुनुपर्छ हो। अनि हाम्रो चाहिँ ड्युटी बिहान 8 बजेदेखि लिएर 4:30 बजेसम्म हो हाम्रो ड्युटी चाहिँ। ल त गाइस, अहिले भिडियो धेरै लामो हुन्छ। भिडियोलाई चाहिँ म यही एन्ड गर्नेछु किनकि भिडियो धेरै लामो हुनेछ हो। फेरि म तपाईहरुलाई नेक्स्ट पार्ट लिएर आउने छु र म फेरि पनि भन्छु मलाई चाहिँ कसैको दुनियाको मतलब छैन, सिधै कुरो। मलाई चाहिँ आफ्नो फ्यामिलीसँग मतलब छ हैन, सिधै कुरो। जसले राम्रो सोचे पनि नराम्रो सोचे पनि हैन, मलाई चाहिँ कसैको मतलब छैन है। ल त गाइस, बाइ बाइ।